गुड मर्निङ एभ्रिवान। फेरि पनि तपाईँहरूलाई मेरो भिडियोमा स्वागत छ। सो गाइज म चाहिँ अघि उठेको हो अन्त आमाहरू चाहिँ बजार जान आँट्नु भएको छ। किन भन्दाखेरि चाहिँ हस्पिटल जाने अरे नि त आमाहरू चाहिँ। आमाको दाँत दुखिरहेको छ अन्त बाबा पनि त्यो बाबाको प्रेसरको दबाई ल्याउनु चाहिँ जाने अरे। सो आज चाहिँ एकदम राम्रो घाम लागिरहेको छ, तपाईँहरूलाई म देखाउँछु ल। यहाँ चाहिँ आमा हुनुहुन्छ। आमा चाहिँ बजार जान आँट्नु भएको हस्पिटल। बाबा चाहिँ उपर हतार हतार गर्नुहुँदैछ हो। बाबाको झोला यहाँ छ फोन। आमाको चाहिँ दाँत दुख्दैछ नि त कि त्यही कारण चाहिँ हस्पिटल जानुभएको। यी दिन पनि यस्तो मजाको भइरहेको छ आज चाहिँ। लु मजाले गएर आउनु ल। हुन्छ। बाबाको फोन लिनु, फोन हालिदिनु। लु जानु ल, बाई बाई। हुन्छ, बजारमै खाएर आउनु न भनेको दुईजनालाई। आज म खाना बनाउँदिनँ भनेको, ट्याक्कै होस् घरमै खान्छु भन्छ। बजारमा खाने हाम्रो उयो छैन भन्छ। के पो भन्छ उयो भन्यो बाबाले त। के पो भन्यो, बजारको मिठो हुँदैन अरे, खाँदिनँ घरमै भात खान्छु भन्नुहुँदैछ। लु बाई बाई। दामी आयो। बाबा पनि रेडी भइसक्नु भयो। यहाँ उभिनु त दुईजना। लु यहाँ उभिनु दुईजना। लु दुईजना हस्पिटल जानुभएको हो। मजाले दबाईहरू लिएर आउनु। आमाहरू पनि जानुभयो हो, बाबा आमा। तपाईँहरूलाई म देखाउँछु ल। यहाँ चाहिँ यो फुपूले अघि लगाइदिनु भएको छाता कि यहाँ तपाईँहरूलाई म देखाउँछु ल। हाम्रो बिरालु चाहिँ बिमार भइरहेको छ हो। अस्तिको भन्दा चाहिँ अलिक जाती भयो। अस्ति त कस्तो डर बिमार भएको थियो। के भन्छ खानाहरू पनि नखाने, त्यो सायद पुतलीहरू खायो होला भन्नुहुँदै थियो बाबाहरूले कि। अनि त्यही भएर चाहिँ अहिले चाहिँ अलिक सन्चो भएर यस्तो, तर यसलाई बाहिर चाहिँ निकालिदिएको छैन नि त। यस्तो भएर चाहिँ यसको खाना पनि यहाँ छ। अलिक त्यस्तो राम्रो सन्चो भएको छैन कि, त्यही कारण चाहिँ यसलाई के भन्छ यहाँ बट्टामा नै राखिदिइरहेको छु। अब बाहिर निकाल्यो भने फेरि यताउता हिँडेर झन् उयो हुन्छ भनेर चाहिँ मैले दबाई ल्याइदिएको थिएँ। त्यो खाएर चाहिँ अलिकति भए पनि सन्चो। म्याउ कहीँ हेर्नु न, बिरालोलाई एकछिन निकालिदिएको कि मैले छाता पनि उडाइदिएको हो। यो गरम भयो होला भनेर चाहिँ मजाले बसिरहेको छ। बट्टामा बसेकोले वाक्का भयो होला भनेर चाहिँ एकछिन निकालिदिएको थिएँ कि यहाँ बसिरहेको छ। ओके गाइज, थ्याङ्क यू फर वाचिङ। भिडियो मन पऱ्यो भने चाहिँ लाइक, सेयर एन्ड कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् होला। सो थ्याङ्क यू फर वाचिङ। बाई बाई। लभ यु अल।